त्यहाँ जहाँ जहाँ जोडेछ भने त्यहाँ यो गाजले चेक गर्ने है। जोडेको ठाउँ कहीँबाट काम गर्दाखेरि चेक गरे नगरे भने फेरि 2 दिनमा कम्प्लेन आयो भने आउनुपर्छ है। हेर्नु, त्यही भएर आफ्नो जोडो गाँसेको ठाउँ पुरै हेरेर जानुपर्छ। अलिकति चोर पम्चर भए पनि ग्यास फेरि सकिन्छ है। जति हुन्छ जोडेको ठाउँ आफू जहाँ जहाँ जोडेछ भने त्यहाँ पुरै चेक गर्ने। मजाले एकछिन बसेर चेक गर्नु पर्यो। नचेक गऱ्यो भने फेरि 2 दिनमा फेरि कम्प्लेन आउँछ। गोदरेज कंपनी का हाम्रो फ्रिज हो। पूरे आइसम्म लग्यो है सर। ल हेलो गाइस, हेर्नु GR हाइड्रोकार्बन R134 नंबर ग्यास चार्ज गरेपछि 0 पॉइंट भन्दा अलि थोरै चार्ज गर्ने। त्यसबाट यहाँ 600 नंबर गैस में यो हाल्न मिल्छ है। फिल्टर फेरि यो ग्यास हालियो। त्यस पछाडि अब हाम्रो प्रक्रिया जारी हुन्छ। त्यो जहाँ जहाँ हामीले जोइन गरेछ त्यहाँ हेर्नलाई गाइज हेर्नु त। हजुरको यो फिल्टर छ नि, युट्युब च्यानल यो जाम भएको कारण हजुरको फिल्टर हालेछ। अब फिल्टर हालेपछि बल्ल ग्यास हालेपछि हजुरको चिसो हुन्छ है। फिल्टर हाल्नु त यो फिल्टर जोड्नलाई हजुरले स्वागा हाल्नुपर्छ। स्वागा हालेपछि यो फलाममा बल्ल तामा जोड्छ। फिल्टर जोड़िए। यो फिल्टर जोडेपछि त्यस पछाडि ग्यास चार्ज गर्न लागेछ हामीले। ग्यास चार्ज गरेर अब ग्यास चार्ज गर्छ। ग्यास जोडियो। ग्यास चार्ज गरेपछि अब फिल्टर जोडेपछि हेर्छ है।